जाने यसरी छराउने जाने यसरी छराउने नो 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 जरक्क उठेर यसरी चाहिँ पार्न सक्छु हैन हेलो साथीहरु वेलकम अनि नमस्ते पक्कै पनि तपाईहरुले माथिको हाइलाइट देखेर थाहा पाइसक्नु भएको छ आजको भिडियो के कस्तो बनेछ भनेर विशेष गरी यति बेला चाहिँ हामी एकदमै रमाइलो गर्ने तर्खरमा छौं चिसो चिसो मौसम छ अलिकति चाहिँ स्वास्थ्य पनि थोरै गडबड छ तर जे जस्तो भए पनि हैन भिडियोमा तपाईहरुलाई हसाउँदै गर्दाखेरि कतै चाहिँ कुनै न कुनै क्रियाकलापहरुबाट गल्ती मिस्टेकहरु भएका हुन्छन् त्यसमाथि म एकदम क्षमा प्राप्ति छु मैले तपाईहरुलाई पहिल्यैदेखि पनि भन्दै आएको छु तपाईहरु चाहिँ अनेक कुरा सोचेर टाउको दुखाउने काम नगर्नुस् के आफ्नो भन्छु के मैले हैन सबैभन्दा तपाईहरुले हामीले गरेको कमेडी भिडियोलाई हेर्नुस् कतिको रमाइलो छ के छ त्यति कुरालाई मात्रै फलो गर्नुस् भन्न चाहन्छु र साथसाथै चाहिँ तपाईहरुलाई यति बेला मोनिटाइज भएका युट्युब च्यानलहरु चाहिरहेका छन् भनेपछि ट्यागको चाहिँ सम्पर्क गर्नु होला जसका लागि चाहिँ हामीले नम्बर 9714685029 राख्दिएका छौं यसमा व्हाट्सएप नम्बर पनि छ कल पनि हो है त दुईटै नम्बर अथवा तपाईहरुले चाहिँ यो फेरि टिप्न झ्याउलायो भने तल गएर डिस्क्रिप्सनमा राख्दिएका छौं त्यो नम्बरलाई टिपेर गर्न सक्नुहुनेछ साथसाथै हाम्रो चाहिँ नि रुकुम खोलागाउँ चौरजारी चौफा बजारमा यही 25 गतेदेखि 27 गतेसम्मलाई सांस्कृतिक धमाका हुँदैछ राष्ट्रिय तहका भाइरल कलाकारहरू आउँदैछन् सबैजना चाहिँ खोलागाउँ चौफा बजारमा मंसिर 25 गतेदेखि 27 गतेसम्म कार्यक्रम रमाइलो गर्न आउनु होला है त ल अहिलेलाई पनि धेरै ल्याङ नगरौँ रमाइलो गरौँ बहिनी रेडी हो दाइ गरौँ न अब छिटो ल अब गरिहाल्नु पर्छ बहिनीको खास नाम चाहिँ के अरे मेरो नाम हिमाली केसी हिमाली केसी हजुर ए घर चाहिँ कता पर्यो नि रोल्पा रोल्पा ए यो त खास के गर्ने हो बहिनीले चाहिँ यसै कलाकारिता क्षेत्रमा के गरौँ भनेको भाइरलै नहुने भयो त्यही भएर तपाईँलाई भेटेर सबै भाइरल बारेछन् त्यही हामी पनि अब यसो ट्राई गरौँ कि भनेर आएको सबैले कपिलसँग जाऊ भने त्यही भएर हैन ठिक छ त्यो त ठिकै हो हैन हजुर तर अब यस्तो हुन्छ भिडियो चाहिँ बहिनीले अब मेरो कतिको हेर्ने गरेको छ हैन हजुर तर अलिकति चाहिँ मान्छेलाई हँसाउने खालको अलिक कमेडी खालकोहरू हुन्छ क्या मेरो चाहिँ हजुर हजुर त्यही भएर अलि कमेडी पारामा बनाउनु पर्ने हुन्छ हजुर हैन कति वर्ष भयो बहिनी यहाँ बस्न थालेको चाहिँ काठमाडौँमा धेरै भइसक्यो हो हजुर ठिकै छ यसो गर्नु न भाइ तपाईले त्यो क्यामेरा मिलाउँदै गर्नु कि हैन एकछिन म यहाँ सिकाउँदै गर्छु है त्यो मतलब कस्तो खालको गरौँ भनेपछि नि अलिकति सबभन्दा पहिला त यसो गरौँ न अलि बस्ने स्टाइल चाहिँ मिलाऊँ हैन ठिक छैन दाइ म बसे नै त्यो त हो तर अलिकति लेभल मिल्नु पर्यो नि त त्यहाँ म यसरी बसेको छु टाउको माथि आउँछ अनि फेरि बहिनीको काटिन्छ क्या माथि बस्नु पर्यो नि यसरी म बसेको स्टाइलमा क्या त्यसरी त कहाँ छोरी मान्छे बस्छ दाइ हाम्रो गाउँतिर घरतिर त त्यसरी बस्दैन नि हाम्रो गाउँ घरतिर छोरी मान्छे त्यसरी बस्दैन नि नै यसरी बस्दैन भन्ने कुरा होइन कि मतलब अलिकति कमेडियन टाइपको त बनाउनु पर्यो नि बहिनी हो कि होइन यतिकै पनि कमेन्ट गर्न सकिन्न र अब होइन कि मतलब क्यामेरामा पनि त काटिन्छ नि त उता टाउको हो अब जस्तो मेरो यहाँ हाइट भयो यस्तो छोरी मान्छे त्यतिकै होचो हुन्छ हो कि अनि त्यो भएर चाहिँ माथि नै बस्छ न बरु माथि बस्छ बरु कसरी मिलाएर बस्छ न बरु कसरी बस्नु दाइ खोइ अब गाउँघरतिर अब यस्तै गरी बस्ने हामी त त्यसरी बस्दैन त्यही त नि हो बरु खुट्टा माथि नै राखेर कि यसरी बस्दा हुन्छ ल ठिक छ बरु अप्ठ्यारो हुँदो रहेछ क्या दाइ होइन केही हुँदैन त्यस्तो अप्ठ्यारो के हुन्न त अब यही हो मैले अब के हुन्छ भने खासमा त अब मैले भन्ने भनेपछि चाहिँ जति पनि यो अन्तर्वार्ता दिन आउनेहरू हुन्छन् नि हजुर तिनीहरूको चाहिँ मैले अलिअलि अब प्रमोसन गर्दाखेरि पैसा नलिकन चाहिँ कामै गर्दिनँ क्या हजुर अनि तिम्रो चाहिँ अलिकति मान्छे नि ठिकै लाग्यो बोली वचन होइन फोन गर्दाखेरि पनि दाइ यसरी गरिदिनु न भन्यो फेरि अलिक दुःख पाएको जस्तो कुरा गर्यो त्यो भएर गरौँ भन्ने हिसाबले मात्र हो हजुर अनि नत्र भने म त्यो गर्दिनँ होइन तर ठिक छ केही छैन त्यो कुरा आफ्नो ठाउँमा नै छ कस्तो हुन्छ भनेपछि जस्तै अब मैले जे भन्छु नि होइन त्यो कुरालाई चाहिँ फलो गर्नु पर्यो क्या बहिनीले है फलो गर्नु पर्यो होइन अब कति बेला चाहिँ मैले अब के भन्न चाहन्छु आदरणीय दर्शक पनि तपाईहरुलाई यहाँ स्वागत छ भन्न सक्छु हैन अनि
अब त्यो गर्दाखेरि चाहिँ अब बहिनीले के भन्छ हजुर नै जस्तो मैले अब कति बेला हे तपाईँलाई स्वागत छ भन्ने यस्तो गरौँला होइन त्यो बेला के गर्छ भने कस्तो रियाक्सन दिन्छ भन्ने क्या अब त्यो बेला त त्यस्तो दिन त्यस्तो नै हुन्छ र दा इन्टरभ्यू त्यसरी नि गर्न मिल्छ र हेत तेरिका मैले अघि तिमीलाई भनिरहेको छु नि त जस्तो कि अलिक कमेडियन टाइपको हुन्छ नि त अनि यस्तो हान्ने पुरा मुखमै ल्याउने रे नि कमेडियन हुन्छ त ए बाबा त्यो कस्तो भने चाहिँ मैले तिमीलाई अघि सुरुमा नि भने नि त हान्नेको कुरा भएन कि जस्तो अब मैले तिमीलाई छ नि अब यो कोदालोले अब उ गरेर जस्तै अब यसरी गरेँ क्या तिमीलाई स्वागत छ भनेर भने क्या तिमीलाई तिमी के भन्छौ नमस्कार भन्छ हो बरु त्यसरी भन्ने होइन त्यस्तो त्यस्तोहरू गर्नु पर्यो अनि फेरि मैले कति बेला चाहिँ के भन्न सक्छु भने चाहिँ अनि अब यो त्यो नभनिकन अर्को नै भन्न सकुला होइन तिमीलाई मैले सम्झाउँदैछु क्या बुझाउँदैछु होइन तिमी त्यो अनुसारले गर्नु पर्यो अब कति बेला चाहिँ स्वागत छ तिमीलाई भन्न हो यस्तो गरौँला होइन यो बेलामा चाहिँ तिमी के भन्छौ के भन्नु त्यो बेला जस्ट त्यसको प्रतिवाद त गर्नु पर्यो नि त के भन्नु त्यो त प्रतिवाद गर्न त आउनु पर्यो नि त अनि प्रतिवाद नगर्ने त्यतिकै हुन्छ त अनि के अरे भिडियो भाइरल हुन्छ त्यसरी त कसरी प्रतिवाद गर्न त त्यो घाँटी निचारेर मार्ला जस्तो गरेपछि त हो त्यही त नि निचार्ला जस्तो गरिसकेपछि त्यो बेलामा चाहिँ नि एउटा खालको हुनु पर्यो क्या त्यो मान्छेलाई हेर्दाखेरि चाहिँ अलि कडा खालको हुनु पर्यो होइन अनि अब बेला बखतमा चाहिँ नि होइन मैले अन्तर्वार्ता लिँदै अनि जरक्क उठेर यसरी चाहिँ यसरी पाद्न सक्छु होइन अनि हो त्यो बेलामा चाहिँ कस्तो रियाक्सन हो यस्तै रियाक्सन दिनुपर्छ क्या मैले पाते बेलामा है त्यस्तै रियाक्सन दिने कति बेलामा पाद्न सक्छु फेरि पनि फर्केर पनि म फेरि पाद्न सक्छु फेरि यस्तो गरिकन होइन नै मतलब चाहिँ नि त्यहाँमा हुनसक्छ भन्ने कुरा क्या यदि आएछ भने त्यहाँ हँसाउनु पऱ्यो नि त मान्छेलाई हो कि होइन त्यो खालकोहरू हुनुपर्छ अनि क्यामेरा भएन ए ल त्यो उ गर्नु नि त एकछिन रोल नगर्नु हामी एकछिन मिलाउँदैछौँ है अनि त्यो भयो क्या होइन अब त्यस्तो नि हुन्छ अब कति बेला चाहिँ फेरि मैले अब ल है हजुर आज चाहिँ बैरागी मिडियाबाट चाहिँ हामी यसो स्टाइल दिएर चाहिँ हामी तपाईँहरूलाई अन्तर्वार्ता दिने क्रममा छौँ होइन हामी यसो लेखतिर पनि जान सक्छौँ बेसीतिर पनि झर्न सक्छौँ भनेर पनि भन्न सक्छु क्या म कति बेला होइन हो त्यो भने बेलामा के भन्न सक्छौ तिमीले चाहिँ लेकिन यो साला कर क्या रहा यहाँ पे कस्तो लेख्दैछ तेरेका यार एउटा कमेडियन पारामा हँसाइरहेको हुन्छ क्या मैले होइन त्यो त बहिनी तिमी भाइरल हुँदैन कि जस्तो लाग्यो मतलब त्यो भन्दाखेरि चाहिँ के गर्ने कसो गर्ने भन्ने कुरा चाहिँ तिमीसँग थोरै आइडिया छैन जस्तो लाग्यो क्या के आइडियै छैन त्यही सिक्न पर्यो अब तपाईँसँग सबै आइडिया हो त्यही त भन्दैछु त त्यो कुनै गर्नु पर्यो क्या तिमीले होइन हजुर भन त कुन तरिकाले गरौँ त अन्तर्वार्ता यस्तै तरिकाले गर्नु पर्यो यस्तै तरिकाले गर्नु कि कस्तो यस्तै भन्नाले अघिको यसरी गर्ने भन्नुभएको थियो त्यस्तै ठिकै छ माथि नै बसेन किन खुट्टा तल बनाएको त अलिक गाह्रो भयो कि त्यसरी बस्नु त्यो त अब सुरु गर्नु पर्यो नि त कार्यक्रमहरू अब तयारी गराउनु पर्यो अनि फेरि कति बेला चाहिँ यसरी बस्ने अनि कति बेला यसरी बस्ने गर्न थाल्यो भने त कहाँबाट होला र त्यस्तै छ कि त यस्तो गरौँ म चाहिँ तिमीले कतिको त्यो हुन्छ होइन कन्ट्रोल गर्न सक्नुपर्छ म दर्शकबिन स्वागत छ भन्छ म खोराबाट फुट्नेर हान्छु यसले होइन तिमीलाई के किन हाँसेको खोराबाट फुट्ने हाँसो लगाइहाल्छ नि त्यस्तो फुटाएपछि रुनु पर्ने होला हो त्यो त नि हो त्यस्तो खालकोहरू चाहिँ गरौँ कि त भन्ने कुरो ल ठिक छ यसो गर न माथि यस्तै गरी बस न माथि त्यो छिटो गरौँ होला अब लगभग गर्ने अब जस्तो चाहिँ यो अलि बस्ने स्टाइल मिलेन क्या के अलि यस्तो गरेर यस्तो बस्ने स्टाइल हुन्छ अलि हँसाउनु पर्छ हो कि होइन कस्तो गरेर बस्ने होला त के यस्तो गरेर भएन यस्तो त मिल्दैन क्या ठिक छ नभए अहिले यो बस्नेलाई अहिले मिलाऊँ ल ठिक छ अब मेरो अन्तर्वार्ता गर्ने शैली फेरि कस्तो हुन्छ भनेपछि होइन जस्तो कि अब आदरणीय दर्शकबिन यति बेला चाहिँ म तपाईँहरूमाझ उपस्थित भइसकेको बेला छ र भइसकेपछि चाहिँ नि फेरि के भन्नुपर्छ भन्ने कुरा त्यो फेरि म पछि भन्छु कि होइन
त्यहाँबाट अलिकति यता बस्नु न थोरै यता नजिक भन्नु हो त्यो भने क्यामेरा काटिन्छ क्या उता फेरि फ्रेम ठ्याक्क मिलाउनु हुन्छ अहिले उहाँले त्यही भएर ठ्याक्क यही अनुसारको गर्नुपर्छ है त्यही हो त्यो भाव चाहिँ बुझ्नु है मेरो अनि दर्शकबिन पक्कै पनि यति बेला चाहिँ कति बेला मेरो दिमागले पनि काम नगर्न सक्छ म अलिकति मिलाएर बोल्छु है दर्शकबिन यति बेला चाहिँ मसँग के अरे पोइ विदेशमा गएको अर्काकी स्वाहिनीलाई लिएर चाहिँ उपस्थित भइसकेको छु र हामी जेनजीहरू चाहिँ नि अर्काका स्वाहिनीहरूको पछि लाग्दै उहाँहरूलाई चाहिँ हामी चाहिँ डडट त्यो गर्दै स्वागत गर्ने तर्फतिर पनि लाग्न सक्छौँ हामी यसरी फेरि चाहिँ गर्न सक्छौँ के गरे यसरी नै हो यस्तो टाइममा तिमीमा चाहिँ अन्तर्वार्ता गर्न सक्छु भन्ने कुरा क्या यसरी पनि अन्तर्वार्ता हुन्छ दाँतै फुस्की जस्तो लागेर कतै आयो के यस्तो कहाँ त्यहाँ लागेर नै त्यही त नि यस्तो तालले म गर्न सक्छु होइन यो गर्दाखेरि त्यो त लागेछ ए सरी त्यही त यसो गर्नु कि तपाईसँग अन्तर्वार्ता लिँदा त अपाङ्गै भइन्छ के दाइ होइन त्यही त नि म भन्दैछु त सिकाउँदैछु अझ हो यो त्यहाँ सुरक्षा तिमीले पछि अपनाउनु पर्यो क्या त्यही त म सिकाउन खोजिराखेको छु त अनि अहिलेसम्म तिमी ध्यान दिएर सुन अनि भनेको कारण के त बुझे होइन मेरो अन्तर्वार्ता त्यतिकै चाहिँ ऊ हुँदैन नि त हिट हुँदैन नि त अन्तर्वार्ता हिट बनाउनलाई त एउटा तरिका हुन्छ नि त मान्छेको होइन अनि त्यो हुन्छ अब जस्तै लगभग त्यो हुन्छ है अनि तर घाइते बनाउने अन्तर्वार्ता चाहिँ नलिनु होला है दाइ अबदेखि घाइते हुने त नलिनु नै त्यस्तो यस्तो हो नि त अनि फरक तरिकाले गरौँ नि त त्यसो भएपछि कस्तो फरक तरिकाले गरौँ होइन जस्तै अब त्यो यस्तो हुन्छ क्या मैले अन्तर्वार्ता गर्ने बेलामा चाहिँ कस्तो हुन्छ भनेपछि लगभग जस्तै होइन अब तिमीले उ त्यहाँ पारी हेरिराखेको छ अरे हो अब अलि हामी फरक शैलीले हेरौँ क्या जस्तै अब यस्तो क्या अलिकति थोरै यता फर्क्यौँ त हो यस्तो भएर हो अब बहिनीले उता हेरिराखेको छ होइन हो नपात्नु है फेरि अनि अघि ठिक छ त्यो फित्रा गरे पनि केही फरक पर्दैन मलाई र ठिक छ तर अलिक गुन्नाउने चाहिँ नपात्नु है अनि त्यस्तो हुन्छ त्यसपछि चाहिँ कस्तो हुन्छ भने अझै जस्तै अब यता नहेर्नु के मैले तपाईँलाई पारी जस्तै हेरिरहेको छ म अर्को नयाँ सिस्टम सिकाउँदैछु नि त अन्तर्वार्ता यतै हेरेर हो के भनेर होइन उता पारी जस्तै अब तिमीले पारी हेरिरहेको छ हो अलि पर उहाँ त्यहाँ अलिकति अझै परतिर क्या हो त्यो साइडतिर जस्तै हेरिराखेको हुन्छ होइन म चाहिँ कस्तो गरेर राखेको हुन्छु भनेपछि अब चाहिँ लगभग त्यो अर्काकी श्रीमती भन्ने किन भन्ने कि कस्तो चाहिँ भन्ने के अरे मतलब चाहिँ नि के अरे पोइ विदेश गएकी जोइ चाहिँ ल्याएर उपस्थित भइसकेको छु भन्ने यस्तो वर्डहरू चाहिँ भनौँ है हो त्यस्तै गरेर म फेरि कसरी गर्छु भने यो शैलीमा गर्छु क्या दर्शकबिन यति बेला चाहिँ मैले तपाईँहरूमा यो मतिर चाहिँ यो पछाडिको भाग फर्काएर बसेँ कि अर्काकी श्रीमती पोइला गयो कि यो हग्न बसेकी हो कि मुद्न बसेकी हो जस्तो टाइपको त्यो हाँस्ने होइन क्या फेरि हाँस्ने होइन म तपाईँले भन्दा म हाँस्न पाएन नै त्यस्तै त्यहाँ हाँस्यो भने त दर्शकलाई मजा आउँदैन त हेर्नलाई हो कि होइन हाँस्ने होइन कि म सिकाउँदैछु क्या बहिनी यार तिमी सिरियस भएर सुन न यार त्यो टाइमै जान लागिसक्यो अनि त्यहाँबाट म के भन्दै गएको थिएँ अरे कहाँनिर अर्काकी बुढी त्यो अर्काकी बुढी चाहिँ मलाई देख्नै नहुने यस्ता अर्काकी बुढीहरूलाई ल्याएर चाहिँ हामीले काल्नाबाट चाहिँ यस्तरी छराउने र हामी चाहिँ उ गर्ने प्रक्रियामा के गरे बहिनी के गरे तपाईँले के गरे यसरी होइन त्यो त अन्तर्वार्ता गर्ने तरिका पो भने त मैले तरिका पनि यस्तो हुन्छ हो त्यो त यस्तै हुन्छ अन्तर्वार्ता चाहिँ गर्ने तरिका तर गर्ने कि नगर्ने अब तिम्रो बिच यस्तो पनि पुरा कहिले यता ढालेछ कहिले उता ढालेछ उता त कहाँ ढाले मैले ढालेको त्यो त्यतिकै मान्छेलाई आरोप लाउनु हुन्न है मैले कता ढालेँ भन्ने कुरा मैले अघि उता ढाले हो त यता होइन कता यता होइन यता ढाले त भनिहाल्यो मान्छेलाई फेरि यार फाइनली साथीहरू अब विशेष गरी चाहिँ हामीले क्यामेरा राखेर अनि त्यहाँबाट चाहिँ मोबाइलबाट चाहिँ भिडियो खिचिराखेका थियौँ क्या खासमा चाहिँ क्यामेरालाई यता उ गरिराखेका थियौँ अनि त्यसपछि चाहिँ भिडियो उता खिचिराखेका थियौँ बहिनी अहिले चाहिँ खुसी छन् होइन हिमाली बहिनी तर अघि अलि रिसाकी थिइन् विशेष गरी हामीले चाहिँ पुरा भिडियो राख्न किन सकेनौँ त भन्दाखेरि चाहिँ यो हामीले भिडियो खिचिसकेपछि एकचोटि हेऱ्यौँ होइन हेरिसकेपछि
त्यहाँ तपाईँको चाहिँ थोरै प्राविधिक मिस्टेक अथवा चाहिँ नि हाम्रो क्यामेराम्यान हाम्रो ज्वाइँ साहब हुनुहुन्छ उहाँले चाहिँ अलिकति थोरै कहाँनिर चाहिँ यहाँ छुइएर मिस्टेक भइसकेपछि चाहिँ पुरा भिडियो चाहिँ राख्न सकेनौँ। त्यस कारणले गर्दाखेरि चाहिँ त्यसका लागि क्षमा प्राप्ति छौँ। अब आगामी दिनमा तपाईँहरूलाई कस्तो भिडियो हेर्न चाहनुहुन्छ त्यस्तै खालको कमेन्ट गर्नुहोला भन्दै आजलाई चाहिँ छुट्टिन चाहन्छु। थ्याङ्क यू। सब्सक्राइब गर्नुहोस्।